आता आउँछ गण्डीको छोरो गरिहाल्छ त्यो त मान्छेले आफ्नै बुढीले किचित गर्छ मलाई के अरे आफ्नै छोरा त किचित गर्छ बाबु बाबु टाढा बस्छ त मलाई के भन्नु त अब हैन टाढा बस्छ है ल बाबु किचित त सबैले गरिहाल्छ टाढा बस्छ ल बाबु है बाबु बाबु म सम्झाउँछु हजुरलाई टाढा बस्छ है तपाईको घर चाहिँ गारे त्यो घर नभएको मान्छे भएको हुनाले अनि घर चाहिँ सबै पहिलो पुर्खाउने घर चाहिँ गाउँ चुप भाइ डिस्टर्ब तपाईँ यहाँनिर के छोड्नु आउँछ त्यसो भए टाढा बस्छ सिधै बताउनु टाढा बस्छ ल बाबु चोर्नु आउनु भयो यहाँ टाढा बस्छ ल बाबु है 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 टाढा बस्छ चोर्नु आउनु भयो र यहाँ धेरै नआउला टाढा बस्छ ल टाढा बस्छ यहाँनिर पस्ने अनि अर्काको भोलिपल्ट के अरे अर्काको त्यो अहिले 2-4 दिन पस्ने अनि त्यहाँदेखि के उ गरेर चोराउला फुटाउला भन्ने सोचेर आयो यहाँ बाबुहरू किनलाई लिएर जाने लिएर किन जाने नि लिएर जाने ल यहाँनिर के चोर्नु आउनु भयो तपाईँ हजुर पनि अनि यहाँनिर के 2-4 उ बस्ने त्यसैले मलाई के अरे यत्रो बिटा पैसा बोकेर हिँड्छ मलाई के अरे खाएको ठाउँमा तिर नाटक देखाएर हिँड्ने मलाई के अरे अलिकति इज्जत हुँदैन उहाँको डिस्कसमा हजुर चाहिँ के भन्न चाहनुहुन्छ यस्तो खालको मान्छे हो के यो कमेन्ट गर्न सक्नुहुन्छ है। एक दुई दिन हेर्नु सबैले भन्नु न यो मान्छे के अरे यहाँनिर के अरे नाटक देखाउन आएको मात्रै एउटा हो भित्र परेर तर यो मान्छे के अरे अनि यो भिडियो पार्ट 9 सम्म छ र यो पुरै भिडियो हेर्नको लागि फलो गरिराख्नु र पार्ट 2 चाहिन्छ भने कमेन्टमा पार्ट 2 पनि लेख्नु है। गण्डीको छोरो बक्लक्कै दिन्छ र मारिदिन्छु फेरि म नाटक नदेखाऊ तिमीले तिम्रो यस्तो मान्छेहरू धेरै आए धेरै गए बाबु मेरा छोराछोरीहरू जस्तै यस्तो मान्छे धेरै आएर धेरै गएको छ बस्छ हात हाल्छ गण्डीको छोरो गल्ती कसको छ र अझै पनि के हुन्छ भन्ने कुरा हेर्नको लागि हामीलाई फलो गरेर कमेन्टमा पार्ट 3 लेख्न चाहिँ नबिर्सिनु।